kiss on the door. Hello, what's up guys, my name is Vinod Bhadu Thapa and today we will see base address in pointer. So let's begin. Let us guys, हामी हेर्ने base address भनेको के हो pointer मा, right? Simply हामीले pointers के हो that stores the address of another variable, right? तो another variable जो हुन्छ that may be of int type हैन, that may be of float type and that may be of तपाईको हुन सक्छ 4 हैन। त गाइस अब हामीलाई यो हेर्न छ कि बेस एड्रेस के हो, सिम्पल हैन, बिकज पोइन्टरले चाहिँ भेरिएबल को एड्रेस स्टोर गर्छ, राइट? बट त्यो खाली एउटा मात्र एड्रेस स्टोर गर्छ। देन हाउ वी नो कि सबै त्यो एउटा फ्लोट टाइप को भेरिएबल हो कि त्यो इन्ट टाइप को कि त्यो क्यार टाइप को, राइट? ल इन्ट मैले लेखे ए कमा म यसमै नै तपाईको इन्ट टाइप को पोइन्टर बनाउँदै छु। एस्टेरिस्क सिम्बल एकदम इम्पोर्टेन्ट छ, एक्स, राइट? देन मा अर्को चाहिँ फ्लोट टाइप को एउटा बनाउँछु बी भनेको एउटा फ्लोट टाइप को भेरिएबल बनाए, नर्मल भेरिएबल। अब एउटा म पोइन्टर बनाउँछु वाई फ्लोट टाइप को। देन सी कमा अर्को क्यार टाइप को पोइन्टर म बनाउँछु है। म तपाईलाई यो देखाउन चाहन्छु कि बेस एड्रेस भनेको के हो, बिकज मैले प्रिभियस बताएको थिएँ त्यसले एड्रेस स्टोर गर्छ बट खाली एउटा सिंगल फर्स्ट ब्लक को मात्र के, फर्स्ट बाइट को मात्र है। यसलाई मैले कन्ट्रोल एस सेभ गरे, तपाईले हेर्न सक्नुहुन्छ गाइस। र म यस्तो लेखिदिन्छु x stores address of a, right? Then y stores address of b, obviously. Then z stores address of c है। ल यो के यसको भनेको के मतलब हो हैन, मैले किन यो लेखे, यो त सिम्पल छ। x भनेको पोइन्टर भेरिएबल हो, पोइन्टर भेरिएबल खाली एड्रेस स्टोर गर्नको लागि मात्र युज हुन्छ, राइट? ल हेर्नु गाइस, यो सिम्पल तपाईले यो डायग्राम बुझ्नु हैन। म अब यो त यो दिखाइराखेको छु, एउटा मैले बनाएको छु, राइट? हेर्नुस् मैले के लेखेको थिएँ, x स्टोर्स एड्रेस अफ a बट खाली 1001। र मैले यो पहिला डायग्राममा सम्झाइदिन्छु। a भनेको इन्ट हो, बुक को हिसाबले इन्ट इज अ इट कन्टेन्स ओन्ली 2 बाइट्स। दैट्स वाइ मैले एउटा फर्स्ट बाइट सेकेन्ड बाइट हुन त एउटा सिंगल ब्लक नै हो गाइस। यो हेर्नु मैले यहाँ पनि यस्तो एउटा बनाएको थिएँ हैन, ए भनेको एउटा ब्लक बनाएको थिएँ मैले। अहिले त्यो ब्लक कति हुन्छ, इन्ट भनेको 2 बाइट्स, त्यो एउटा ब्लकमा दुईटा घर हुन्छ, मतलब भन्छ नि 1 BHK 2 BHK दुईटा रुम एउटा किचन, त्यस्तै इन्ट भनेको दुईटा रुम, राइट? इन्ट भनेको दुईटा रुम, फ्लोट भनेको 4 बाइट्स, एउटा दुईटा तीनटा चारवटा रुम छ। दैट्स वाइ र त्यो मेमोरी चाहिँ लगातारमा कन्ज्युम हुन्छ, 101 त सेकेन्ड बाइट को 102, इन्ट को लागि दुईटा, फ्लोट को लागि चारवटा एन्ड क्यारेक्टर को खाली 1 बाइट हुन्छ। दैट्स वाइ सिंगल। बट बेस एड्रेस भनेको कुनै पनि डेटा टाइप्स होस् कोही मतलब छैन, त्यसको जो फर्स्ट ब्लक हुन्छ नि गाइस, जो फर्स्ट ब्लक त्यसको एड्रेस कन्टेन गर्छ पोइन्टरले। यो पोइन्टर हो XYZ, मैले हेर्नु प्रोग्राममा लेखेको थिएँ। XYZ पोइन्टर हो जसले ABC को रेस्पेक्टिभली एड्रेस लिँदैछ, त्यसले A को पूरा एड्रेस लिन्न गाइस। A को खाली जो बेस एड्रेस हुन्छ नि, बेस स्टार्टिङ ब्लक को फर्स्ट ब्लक को एड्रेस इज कल्ड बेस एड्रेस, सिम्पल है। त्यो मात्र स्टोर गर्छ 1001। यो y भनेको तपाईको फ्लोट हो, दैट्स वाइ यसको चारवटा छ बट त्यसले खाली 2001 मात्र लिन्छ, अनि c ले चाहिँ खाली 3001 मात्र लिन्छ। यो भनेको क्यारेक्टर को सिंगल हुन्छ है। सो तर तब सपोज अब y इज इक्वल टु 2001 लियो हैन, त कम्पाइलर या कम्प्युटरले कसरी बुझ्छ कि y भनेको जो पोइन्टर भेरिएबल हो त्यसको लागि मलाई कतिवटा अझै बाइट्स स्टोर गरेर राख्न छ हैन, सम्हालेर राख्न छ। बिकज 2001 भनेको तपाईको के हो, b भनेको फ्लोट हो, फ्लोट को लागि चारवटा चाहिन्छ। सो y लाई चाहिँ त यसको एउटा इम्पोर्टेन्ट रुल यो गाइस, जुन टाइप को भेरिएबल को एड्रेस तपाईले स्टोर गर्दै हुनुहुन्छ नि, b भनेको तपाईको फ्लोट टाइप हो हैन, जुन टाइप को भेरिएबल तपाईले स्टोर गर्दै हुनुहुन्छ त्यसको जो एड्रेस छ त्यो तपाईले पोइन्टरलाई दिँदै हुनुहुन्छ नि, त्यो पोइन्टर नि सेम त्यही टाइप को हुनुपर्छ। दैट्स वाइ मैले फ्लोट b र y गरेको थिएँ। मैले अगर यहाँ फ्लोट सपोज मैले यता नै स्टार y लेखिदियो भने गाइस त्यो रङ हुन्थ्यो हैन। मैले खाली y को नि y र x युज हुन्थ्यो खाली इन्टिजर डेटा टाइप को भेरिएबल को स्टोर गर्नको लागि एड्रेस हामीले फ्लोट गर्न सक्ने थियौं। दैट्स वाइ यो एउटा जरिया हो कि कम्प्युटरले बुझ्छ, कम्पाइलरले बुझ्छ कि कम्प्युटर हैन कम्पाइलर, सी प्रोग्राम त मेन कम्पाइलरले हो भन्ने, कम्प्युटर हैन सरी, कम्पाइलरले बुझ्छ कि x भनेको एउटा इन्टिजर पोइन्टर हो जसले एउटा इन्टिजर को नै एड्रेस स्टोर गर्छ, राइट?
देन y भनेको एउटा फ्लोटिङ टाइपको पोइन्टर हो जसले एउटा फ्लोट भेरिएबल भन्ने फ्लोट डेटा टाइप भन्ने भेरिएबलको नै स्टोर गर्छ र z भनेको एउटा क्यारेक्टर पोइन्टर हो जसले चाहिँ एउटा क्यारेक्टर भन्ने भेरिएबलको नै एड्रेस स्टोर गर्छ। सिम्पल बेस एड्रेस भनेको यति नै हो। इन्टिजरको 2टा, फ्लोटको 4वटा बाइट्स, देन क्यारेक्टरको 1 बाइट। बट बेस एड्रेस पोइन्टर्सले खाली बेस एड्रेस मात्र स्टोर गर्छ। दैट इज इन्टिजर भयो भने त्यसको फर्स्ट ब्लक, फ्लोट भयो भने त्यसको फर्स्ट, क्यारेक्टर भयो भने त सिंगल छ, कोही प्रब्लम नहीं। बट कम्पाइलरले कसरी बुझ्छ कि y भन्ने जो पोइन्टर हो त्यसले फ्लोट भेरिएबल भन्ने को एड्रेस स्टोर गरेको छ, बिकज हामीले थाहा छ हामीले y लाई पनि एज अ फ्लोट नै डिक्लेयर गरेको छौं, फ्लोटलाई y लाई नै एज अ फ्लोट डिक्लेयर गरेको छौं। सो जुन मेन रुल भनेको के हो, पोइन्टर जुन डेटा टाइपको हुन्छ गाइस त्यसले त्यही ब्लक या त्यही टाइपको जो भेरिएबल हुन्छ त्यसको मात्र एड्रेस कन्टेन गर्छ। सिम्पल। अलराइट गाइस, ल गाइस आई होप तैँले भिडियो बुझ्नु होला नि। यो के मैले भन्न चाहेको छु, बेस एड्रेस के हो पोइन्टर्समा, पोइन्टरले खाली बेस एड्रेस मात्र स्टोर गर्छ। थ्रु दैट बेस एड्रेस त्यसले बुझ्छ कि कुन भेरिएबललाई हामीलाई एक्सेस गर्न, माने त्यो भेरिएबलको भ्याल्युज के हो त्यो एक्सेस गर्न सकिन्छ, राइट। सो तपाईलाई के प्रब्लम छ भने प्लिज तल कमेन्ट गरिदिनुस् होला, म तपाईको जरुर हेल्प गर्छु हैन। अनि प्लिज साथीहरुलाई नि फरवर्ड गरिदिनुस् र मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् गाइस। सो थ्यांक यू सो मच, टेक केयर।